हाई एभ्रिवान नमस्ते वेलकम टु माई मिनी भ्लग। उहाँ चाहिँ भाइले पुऱ्याइदिँदैछ स्टुडियो है। अनि हाम्रो स्टुडियो चाहिँ इटरीमा रहेको छ। म चाहिँ घरबाट जाँदैछु स्टुडियो भाइसँग। सो भाइको हुलिया देखेर चाहिँ मलाई यति माया लाग्यो होइन। यस्तो पुरै फोर भएर आइरहेको थियो। अब केटा मान्छे यस्तै त हो नि, केही मेहनत छैन ल नि त। यसलाई म चप्पल चाहिँ किनिदिनु पर्यो, चप्पल चाहिँ रहेन रहेछ भनेर गएको थिएँ। अनि यसो अब लुगा पसलमा लगिसकेपछि एक दुईवटा लुगा पनि हेरोस् न त भनेर चाहिँ हेर्न लगाएँ मैले। अनि हेर्न लाउँदाखेरि पनि मैले भनेको लुगाहरू चाहिँ ट्राई नै गर्न नमान्ने है, कति रिस उठाउने हो। अनि बल्ल बल्ल प्यान्टहरू ट्राई गर्न लगाएँ। अनि अलिक चुज खालको पेन्ट हेरेको थियो। अनि मेरो भाइ चाहिँ एकदम लुते पातले भएकोले गर्दा मैले चुज पेन्ट चाहिँ नलगा, अलिक ब्यागीवाला स्ट्रेट पेन्टहरू लगा भनेको थिएँ। अनि बल्ल बल्ल एउटा ब्लू कलरको जिन्स ट्राई गऱ्यो। अनि त्यो चाहिँ मलाई मन पर्यो। अनि मैले प्यान्ट र चप्पल चाहिँ किनिदिन पर्यो भनेर लिएर गएको थिएँ। भाइले त यता फर्क्यो उता फर्क्यो, चारैतिर सबैतिर हेरेर ज्याकेट मात्रै हेर्छ। अनि ज्याकेट मात्रै हेरेकोले गर्दा फेरि मलाई माया लाग्यो भाइको। अनि भाइको माया लागेपछि ल नि त ज्याकेट चाहिँ हेर्न त, एउटा ज्याकेट चाहिँ किनिदिन्छु भन्यो। अनि फेरि भाइले भन्यो ल ठिकै छ, मलाई यो हुडी पनि मन पर्यो, हुडी पनि किन्छु भन्दै भन्यो। अनि हुडी किन्न त मसँग पैसा छैन, आफै किन्छस् भने चाहिँ किन भने मैले। अनि हुडी चाहिँ म आफै किन्छु, अरू चाहिँ त किन्दै भन्यो। अनि त्यसपछि मैले ल भनेर अनि मैले चाहिँ ज्याकेट प्यान्टहरू किनिदिएँ। अनि भाइले चाहिँ हुडी किन्यो है। अनि भाइलाई ट्राई गरेर हेर्दाखेरि चाहिँ राम्रो देखियो, तर अलिकति सानो सानो भएको जस्तो लाग्यो मलाई सुरुको चाहिँ। अनि फेरि हामीले अलिकति एक्सर्साइज ठुलो लिएर ट्राई गर्दाखेरि एकदम पर्फेक्ट भयो। अनि त्यो चप्पल पनि हेऱ्यौँ हामीले है। अनि बोइजको यो चप्पल चाहिँ लास्टै महँगो लाग्यो क्या मलाई चाहिँ, लास्टै महँगो लाग्यो होइन। हामीले पनि लेडिजको किनेको थियौँ, तर यो चप्पल चाहिँ 3700 भन्दा चाहिँ झन्डै बियोस् है। अनि त्यसपछि बरु त्यो चप्पल किन्न भन्दा त जुत्तै किन्न ठिक, अलिकति 2000 पैसा थपेर 5-6 हजारको भनेर हामीले चाहिँ छोडिदिउँ भन्थे चाहिँ। अनि लाग्यौँ हामी चाहिँ ट्राई गरेर सबै लुगाहरू। अनि म चाहिँ हल्का मिरर सेल्फी लिँदैछु। अनि पेमेन्ट गर्ने बेलामा चाहिँ भाइले चाहिँ हुडीको पेमेन्ट गर्यो। अनि त्यसपछि मैले चाहिँ अरू बाँकीहरू पेमेन्ट गरेँ। दुईजना दिदीहरूको पछिको भाइलाई कति फाइदा रहेछ त, ओ माई गड। मेरो पनि बरु दुईजना दाइ भएर म एक्लै बहिनी भएको भए यसरी नै मलाई सपिङ गरिदिन्थ्यो होला भनेर मैले पनि सोचेँ। तर केही छैन, मलाई चाहिँ मेरो भाइको एकदमै माया लाग्छ। अनि म चाहिँ यसलाई एकदम धेरै माया गर्छु होइन। अनि त्यसपछि भाइ चाहिँ गयो घरतिर, भाइलाई मैले पठाइदिएँ। अनि हामी पनि लाग्यौँ। अनि यसले चाहिँ खाजा खाने भनेर सोधेको थिएँ, नखाने म उतै गएर खान्छु भन्यो। अनि तपाईँहरूले देखिराख्नु भएको थियो होला अघिदेखि कपालबाटीको यो फुची डन चाहिँ, यो फुची डन चाहिँ मेरो आफ्नै बहिनी हो। सो हामी चाहिँ फर्क्यौँ स्टुडियोतिर। अनि स्टुडियो चाहिँ हाम्रो कहाँ छ भनेर हजुरलाई देखाउन गइरहेको छु। हाम्रो रुबी मेकअप स्टुडियो चाहिँ विराटनगर लाइनमा छ, तर चोकैमा छ है। अनि हामीले हाम्रो स्टुडियोमा पुग्दाखेरि चाहिँ यसो हेरेको सबैजनाले आफ्नो काम गरिराख्नु भएको रहेछ, मेकअपहरू प्र्याक्टिसहरू गरिराख्नु भएको रहेछ, नेल क्लासहरू पनि गरिराख्नु भएको रहेछ। सो साथीहरू, तपाईँहरूलाई बाहिर जानु छ या केही कुरा सिक्नु छ भने चाहिँ तपाईँहरूले हामीसँग ढुक्क भएर क्लासेसहरू लिन सक्नुहुनेछ। हामीले इन्टरनेसनल टेक्निकहरूबाट चाहिँ क्लासेसहरू गराइरहेका छौँ। सो या गाइज, आजलाई यति नै, बाई बाई।